हेलो तपाईँलाई स्वागत छ मेरो युट्युब च्यानलमा। शनिबारको दिन हामी चाहिँ ठाकुरद्वारा आज निकुञ्जतिर हाम्रो हजुरबाहरूसँग घुम्न जाने योजना भएर टक्क अब हजुरबालाई म निकुञ्ज घुमाइ ल्याइदिन्छु साथीहरू। त्यसको लागि अब चाहिँ म हेलमेट लगाउनु पर्छ। ठाकुरद्वारा जाँदा छ आज फेरि म तपाईँहरूलाई निकुञ्जको दर्शन फ्रीमा गराइदिन्छु। अब हाम्रो हजुरबाहरूसँग म जाँदैछु घुम्नलाई। अब आउँदै हुनुहुन्छ। अब हामी चाहिँ अब अलिक ढिलो हुन लागिसक्यो। त्यही भएर अब आज चाहिँ हामी लागेको हामी चाहिँ अहिले निकुञ्जभित्र छिरिसक्यौँ। हाम्रो ग्याङ पहिला आउनुभएको थियो किन हजुरबा? आउनुभएको थिएन? अब त्यसो भए अब सुरुमा हामी ऊ हेर्न जाने कि अब गैँडा। सुरुमा हामी गैँडा हेर्न जान्छौँ। गैँडा हेरेपछि बाघ हेर्न जान्छौँ। बाघ निस्किरहेछ भने अलिअलि हेर्छौँ। यहाँ यी दर्शकहरू जस्तै तपाईँहरू जस्तै हेर्नुभयो छन् मान्छेहरू। यहाँ तपाईँहरू जस्तै केटाकेटी यहाँ धेरै छन्। कोही उतातिर बसेछन्। त्यो चाहिँ हेर्ने मान्छे जस्तै छन् यिनीहरू। अब चाहिँ हामी एकदम यिनको मुख त कालो हुँदो रहेछ त। यस्ता पाहाडमा पाइन्छन् कि नेपाल? पाहाडमा पाइन्छन् यस्ता? यसलाई गुना भन्छन् कि यिनी के हुन्? यिनलाई हो खाने हो न? खाने यिनलाई हो? खानुभएको छ किन पहिला? ए त्यसो भए अहिले त खानुहुन्न। त्यो चाहिँ अफिस यतातिर छ अहिले। आवास क्षेत्र यतातिर। पहिला यतै बस्नुहुन्थ्यो हजुरबा? तपाईँहरू पहिला यतै बस्नुभएको किन कहिले तराई? आज हामीले हजुरबालाई साथीहरू हामी गैँडा हेराउनलाई जाँदैछौँ। यतातिर पाइन्छ गोही। अब गैँडातिर यतातिर छ। त्यो गैँडा बहुत लामो समयदेखि 13-14 वर्षदेखि यतै छ। पहिला यहाँनिर अघि त्यहाँ मोडनिर आएको थियौँ। यो कृष्ण प्रणामी मन्दिर कि त्यो यस्तै हो। यस्तै त्यहाँको पुजारीलाई त्यो गैँडालाई मारेदेखि त्यो गैँडालाई अनि यहाँ राखिएको हो। यहीँ राखेर संरक्षण गर्न लागेको। पहिला त्यसको एउटा आँखा फुटेको थियो। गाउँतिर जान्थ्यौँ हामी धकल्दै म सानो हुने बेलामा लिएर आउँथ्यौँ। अहिले फेरि त्यही गैँडालाई धकल्न जाँदैछौँ हामी। कहिले गाउँमा देख्नुभयो किन हजुरबा त्यो गैँडालाई तपाईँले? गैँडालाई सुर्ती भने पहिला नुन खुवाएर फेरि पिसाब फेराएको म पनि थाहा पाउँछु अलिअलि। गैँडाको पिसाब के काम लाग्छ? दमको लागि। त्यही भएर मान्छेले पहिला त्यो गैँडालाई नुन धेरै खुवाउने परालमा हालेर अनि पिसाब फेर्थ्यो अनि बोतलमा भरेर राख्थे। अहिले यस्तो गर्ला भने त त्यसले मार्छ। यही त हो मार्ने यही हो। त्यही भएर अनि यसलाई यहाँ राखेको हुन्। कति 12-13 वर्ष भयो। अब चाहिँ हामी सिधै त्यो गोही पर्यटन केन्द्र यता छ। तर गैँडा हेर्न जान लाग्छ भाइ हामी चाहिँ अब यहाँ बाघ हेर्न आइसकेको थियौँ साथीहरू। गैँडा रहन्छ ऊ हेर्नु देख्नुभयो नि? ऊ सिधै यहाँबाट हेर्नु त सुतेको थियो। सुतेको साथीहरू बाघ चाहिँ त्यही हो। पाटा भएको त्यो किरा छ यहाँबाट। मजाले आज बाघ चाहिँ पुरै हेर्न पाइयो यहाँको। तर गैँडा कता आएर छ? बाघ चाहिँ खुल्लै रूपमा तल आएर बसेको शीतलमा। अब गैँडा चाहिँ खै कता छ आज? बाघ चाहिँ यही हो यहाँको। देख्न सक्नुहुन्छ। अघि ठ्याक्कै टाउको उठाएको थियो। अहिले फेरि उठाउँछ। अहिले शान्त भएपछि अहिले उठ्ला त अहिले। अहिले चाहिँ विक्रम धेरै बाहिर निस्केको छैन। केटाकेटीहरू निस्किने गरेछ तर निस्केको छैन। यसलाई हेर्नलाई धेरै बेर रोकिसक्यौँ तर अझै निस्केको छैन। अहिले बाघ पनि पुरा देखेन। यो पनि हामी चाहिँ ऊ निस्किएन, बाहिर निस्किएन। त्यो सुतेको गरेर एउटा अर्को बाहिर निस्केन। हात्ती आइसक्ने बेला हात्ती चाहिँ आइसकेको छ। जुम्मै पनि भएन। हात्ती आइसकेको छ।
3 बजिसकेछ, 3:30 हुन थालिसक्यो। त्यही भएर हात्तीहरू पनि आइसके। अनि यहाँ आउँदा पनि हात्ती छातीतिर धेरै ठिक्क समयमा जान्थ्यो भने बच्चाहरू पनि देखिन्थ्यो। अहिले हात्तीका साना चुटा चुटा बच्चा। यो चाहिँ ठाकुर गज, यो भाले रहेछ, ठाकुर गज रहेछ, गोविन्द कलीको छोरा रहेछ। 2003 मा जन्मेको रहेछ साथीहरू। यो चाहिँ गैँडा चाहिँ विक्रम भैया त अब आउँदै आउन्न, अझै आएन। उतै छ, पछि आउनु सक्छ। अब पछि आउनु सक्छ। अब दाम ऊ हेर्नु। अबको हाम्रो यात्रा भनेको गोही हेर्न हुँदैछ। गोही र कछेवा, गोही पर्यटन केन्द्र। अब चाहिँ हामी गोही पर्यटन केन्द्रतिर लाग्न थाल्यौँ। त्यहाँ कछेवा गोहीहरू मात्रै छन् आजभोलि चाहिँ। भागिदियो एउटा कछेवा साथीहरू। अरू यता देख्नु कछेवाहरू। यिनी चाहिँ घडियाल गोही। 3 वर्ष यिनी चाहिँ घडियाल गोही 3 वर्षका भए गर्दा बसेछन्। दिइसकेमा हाम्रो चाहिँ यहाँ गोहीलाई खाना दिने आउँदैन भाइ। सिद्रा माछा खाँदो रहेछ नि दिनुको लागि। त्यो चाहिँ गोहीलाई खाना है माछा। यो चाहिँ आजभोलि हुष्टपुष्ट भएछ। अलि मोटाएर चाहिँ पहिला भन्दा। तर अघि उता गएर चाहिँ हामी त्यहाँ थिएनौँ। अब यो फेरि यता आइसक्यो। अब हामी चाहिँ यता आयौँ फेरि। बिल्कुल छोइहाल्नु बाजे यसलाई। हेर्नु बाजे, सुन्नु सुन्नु, यति साह्रो हुन्छ। यता यता विक्रम विक्रम आजकल मोटा छ, पहिला भन्दा हजुर केही गर्दैन बाजे। सुन्नु 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 केही गर्दैन कि। यही हो यसको तस्कार हुने कि। यो दाहिने आँखा कुन आँखा फोड्दैछ पहिले यसको। बोलाएपछि आइहाल्छ। यो दाहिने आँखा कुन आँखा फोड्दैछ बोलाएपछि आइहाल्छ हजुर भने। हामी चाहिँ सबै हेरेर हात्ती गैँडालाई फेरि यस्तरी फेरि कनाइदिएर मैले गैँडालाई काउकुती लगाएर आएको छु। आज गैँडाको छाला मोटो हुँदो रहेछ। अब 2 महिनापछि हाँस्छ। 2 महिनापछि हाँस्छ। अब आज काउकुती लगाएर आएको थियौँ हजुरबा र मैले मिलेर। अब गैँडा 2 वर्षपछि हाँस्छ। अब चाहिँ हामी जान लाग्यो। अब चाहिँ सबै हेरिसक्यौँ। यहाँको गैँडा, हात्ती, बाघ, कछेवा, गोहीहरू अनि बाँदरहरू तपाईँहरू हेरिसक्यौँ। अब चाहिँ हामी सर र घरतिर जाँदैछौँ। अब चाहिँ हाम्रो यहाँ ए त्यो मान्छेले कहिले देखे हुन्न नि, छुन रहर मानेको हो त्यस्तो नदेखेको चिजलाई।
अब यही गैँडा छुन पाउनु मान्छेले ठ्याक्क आयो बोलाएको त भनेको त आइहाल्यो फेरि पानी पर्ला पर्ला जस्तो मौसम गरिसक्यो मौसम देख्न सक्नुहुन्छ तपाईहरू पहिला पहिला चित्तल पनि यतातिर हुन्थे हजुरबा धेरै हुन्थ्यो आजकल अलि भित्रभित्र जान्छ चित्तल पनि आएर चित्तल त अहिले उता देखिन्छ नि पहिला उताबाट जाने बाटो थियो क्या उताबाट थियो पहिला यिनी बिचका केही थिएनन् यिनी सब पछि बनेका हुन् धेरै पछि पहिला यहाँ राख्थ्यो यहाँ राख्थ्यो बाघ यहाँ राख्थ्यो बाघ पहिला यता थियो अहिले उता सरुवा भएको अब साथीहरू हाम्रो यात्रापछि अब हामी चाहिँ बिस्तारै घरतिर लाग्दैछौँ आजलाई यति होला जस्तो छ हाम्रो घुमाइ अहिले अरू घुमाइ हाम्रो थपियो भने म त्यसमा अलिकति जोड्न सक्छु तर आजलाई निकुञ्जको घुमाइ यति नै होला जस्तो छ आजलाई यति नै बाई